यसलाई चाहिँ यस्तै समयले खाना नआएर तुस्स पार्ने यसलाई यस्तो ल यो सबै मेरो नमस्ते एन्ड सोफिया फुला वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो फर्स्ट भ्लग हो र आजको भ्लग चाहिँ एकदमै रमाइलो हुन्छ होला भने आशाको साथमा आजको यो फर्स्ट भ्लगको सुरुवात गर्न गइरहेको छु। र आज चाहिँ दिदी र रुममेट साथी र म मिलेर चाहिँ गेम खेल्न गइरहेको। म चाहिँ एकदमै सन्चै छु, आशा गर्छु हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला भनेर साथमा आज चाहिँ मेरो साथी पनि एकदमै सन्चै हुनुहुन्छ। साथीले चाहिँ यता रामेन बोइल गर्दैछौँ, यो कुकरमा चाहिँ आलु बोइल गरेको होइन। अनि यता पानीपुरी पनि फुलाएर रेडी पारिसक्यो। अब चटपटेको लागि पनि यता रेडी गर्दैछन् हामी साथी तिनजनाको लागि। यहाँ डिउ पनि 3टा ढुङ्ग्रीको लागि तल दिदीको रुममा ढुङ्ग्री दिन जाँदैछौँ। आजको भ्लग आजको भिडियो चाहिँ एकदमै रमाइलो हुनेछ भन्ने सोचिरहेको छन् साथीहरू। रुम चाहिँ यता हो र दिदी बेल यो रुम चाहिँ दिदीको स्पेसल्ली। दिदी चाहिँ त्यति परन्दाज हुनुहुन्छ कि आमा पुरा पढिरहनु भएको छ जेउ जुने। हाम्रो यो चाहिँ ल करेन्ट चाहिँ रेडी भइसक्यो साथीहरू। यो मात्रै भएर साथीहरू। अब म पनि साथीलाई हेल्प गरिदिनु पर्यो। अब हेल्प गर्नलाई यो कपालले गाह्रो होला, अब कपाल बाँधेर अब साथीलाई हेल्प गर्न जाँदैछु। कपाल चाहिँ कसरी गर्नु यसलाई चाहिँ खाना बनाउनु सजिलो हुनको लागि मात्र यसरी बाँधेर पानीपुरी बनाउनु जाँदैछौँ साथी। म चाहिँ 2 चुल्टी पो बाँध्नु होला जस्तो छ। 2 चुल्टी बाँधेर काजल राख्यौँ। अब नेपालबाट आएर कति हामी 6 महिना कम्प्लिट भयो होइन साथी? 6 महिना कम्प्लिट भयो। अहिलेसम्म आगो देखेको छैनौँ। अब यहाँ चाहिँ रामेन बनाउनुको लागि रेडी गर्दैछु। अब के गर्नु साथीहरू, नभएपछि टाइम लाग्छ। इन्डक्सनमा ग्यास भएको भए त छिटछिटै हुन्थ्यो। पहिला घरमा हुँदा झन् आगोमा पकाउने बानीले झन् यहाँ त ग्यास पनि नहुँदा के हालत होला हजुरहरू आफै भनिसक्यो न होइन। चटपटे पनि यता चटपटेमा देखाइदिनु त साथी। चटपटेमा वाह चटपटे पनि रेडी भइसक्यो। चटपटे पनि रेडी भइसक्यो। अब मात्र पानीपुरीको मात्र रेसिपी बाँकी छ साथीहरू। पानीपुरीको लागि पनि यता आलु बोइल गरेर सकिसक्यौँ। पानीपुरी पनि फाइनली साथीहरू हाम्रो बनाएर रेडी भइसक्यो। हाम्रो साथी यता रेडी भइसक्यो। हाम्रो दिदी पनि यता आउनु भइसकेछ। फाइनली हामी एकछिन पछि चाहिँ कार्ड खेल्ने। कार्ड पनि हेरेछ न यस्तो टक्क भिआइपी पारामा छ होइन दिदी। सबैजनालाई ह्याप्पी तिहार। हाम्रो चाहिँ तिहार लागिसकेको आएछ आजबाट। अब त्यो कार्ड खेल्न रेडी भइसक्यौँ। युट्युब च्यानलवाले चाहिँ नभन्नु न। त हाम्रो चाहिँ आइटमहरू चाहिँ यति रहेको छ। रामेन, चटपटे, अनि के हो अरे करेन्ट, अनि डिउ छ डिउ, अनि यता आएर ढुङ्ग्री पानीपुरी। तब चाहिँ हामी साथीहरू अब सिजर पेपर चाहिँ बाहिर खेल्ने हो। अनि त्यही भएर अब यो टेबल चाहिँ बाहिर लानुपर्ने छ। टक्क लगाएर अब यो टेबल बाहिर लगेर सबै राखेर त्यसपछि चाहिँ हाम्रो गेम स्टार्ट हुने। तपाईँलाई त जापानिज जस्तै देखेको छ हेर्नु न, क्युट होइन दिदी? ओके तर यो चाहिँ हेल्बिन होइन, तर पनि कस्तो राम्रो हेल्बिन जस्तो क्युट देखिन्छ यो चाहिँ है। अब चाहिँ हामी अब यो टेबल सेबल लिएर जानुपर्ने छ।
हामी चाहिँ भिडियो बनाएर सकिसक्यौँ र भिडियो पनि यस्तो भयो कि खाँदा नसकेर पनि केही छैन। अब चाहिँ हामी खाएर पनि त्यस्तै 1-1.5 घन्टा भइसक्यो, पेट पनि अलिक कम भयो। अब चाहिँ हामी सबैजना कार्ड खेल्न लागिरहेको छौँ। खेल्दै साथमा पनि फेरि ध्यान ट्यारान चिकन चिकुवा छ यहाँनिर, चिकन चिकुवा। अनि यता समोसा चाहिँ म आफै बनाएको है। अनि यता चटनी छ। अब फेरि तास खेल्दै कसरी जित्ने रे? भयो मनाउने र के त जित्नु मैले जित्यो। भिडियो चाहिँ यतिकैमा समाप्त गर्न चाहन्छु। के कस्तो लाग्यो कृपया आफ्नो कमेन्ट दिनु होला। प्रतिक्रिया के हुन्छ दिनु कि भन्नु भन्छ दिनु होला। आजको भ्लग चाहिँ खासै राम्रो त भएन होला, तर पनि आज हाम्रो यासिनी थियो, काम थिएन अनि गएको पनि थिएन। त्यही भएर यसो साथीहरूसँग बसेर रमाइलो गरेर खाएर पनि सक्यो।